बल्ल बल्ल यार फाइनल पुगेछ यार हाम्रो क्लाइम गर्दिउँ के पाउँछ ओ म अहिले लास्टमा गेम सकेपछि म मेरो आइडी पनि देखाउँछु उही रियल बोर्ड छ यार ए त मसँग उही 40 डायमन्ड है केटा हो सुन जित्यो भने 55 डायमन्ड प्लस 40 डायमन्ड उही ल फाइनल मैले रेडी गरिदिएँ है त केटा ल फाइनल इज रेडी कोसँग रहेछ ओ क्रिस्टल प्यालेस यस्तो जाबोलाई त जिताइन्छ केटा हो हेर ल फर्स्टदेखि अब गेममा एक्साइटेड हो केटा जित्छ कि हार्छ त्यो त छैन तर आज मैले जसरी पनि जित्नै पर्छ लेभेन्डोस्की आज गोल हान्छ क्रिस्टल प्यालेसको प्लेयर र हाम्रो ब्ल्याक मड्रिड प्लेयर गेम सुरु हान्नुमा अब किन ढिला होइन हतार भइसक्यो डायमन्ड लिनलाई एक गोल जति 3 गोल जति हान्न पाए ढुक्क हुन्थ्यो क्या ठिक हाम्रो जित्ने हो क्या ध्यान गरेर हिँड्नु पऱ्यो जा 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 लेट जा बाबु लेट जा फास्ट नाइस के गर्छ र लेट जा फास्ट उही गोल यार लेभेन्डोस्कीले जिताउन सक्छ र अब तँ बल हाने के भाइ कुन चाहिँ थुक्दे उही नटमेक छिरा रहेछ यार प्रिमियर लिग जित्नु मिल्यो क्या मार्टिनेजले दिन पर्दैन एक्लै के हुनु र केटा फर्ममा खान हाम्रो नाइस केटा फुट लेट जा बाबु लेट जा तँलाई मुला मुला ठुक्क चाहिँ फास्ट हान्छ क्या हो बरु रेडी केटा खाने भए त्यो ट्याकल हान्नु पर्छ क्या बरु रेडी केटा खाने मात्रै भएन डोस्की 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 उही यहीँबाट थुकेर नै हान्दिनु सक्छ केटा ठिक छैन उही ल सालाले त मोहम्मद सालाले त खायो त ल पछाडिमा हामीले हेरेर मैले भन्दैछु कस्तो बल हान्छ अलिकति नेट पनि ल्याग चल्ला त्यही भएर हो क्या अलिक अड्के अड्के जस्तो भइरहेको क्या नत्र त म डेन्जर हानिदिन्थेँ हिजो साला ल कसरी आफै हुत्ते म ट्याकल हान्नु क्रिस्टल प्यालेसले रेफ्री किने जस्तो है रियलमा पनि धोका दिन्छ यार गेममा त दिया हो न अरे अरे हो कसमा ठुक्क तलाई मिला यो हालिदिन मैले झिकिहाल्छु कसलाई हाल्ने सेसकोलाई होइन सेसकोलाई यताबाट खेलाइदिनु पर्यो सालाको सट्टा कसलाई हालिदिनु उयोलाई खेलाइदिन्छु आरडब्लु होइन हो हुनुबाट यहाँ खेल्छ के गर्छ त्यस्तो पनि गर्नुहुन्छ त अनि त्यस्तो इजी जा बाबु हात छोड अब चाहिँ के पाइहाल्यो जस्तो है केटाहरूले हुन त 2 हाल्छु 1 मिनटमा एक हातमा अर्को हातमा भेटौँ है त लगाइ सेकेन्ड हाफ सक्यो के अरे फर्स्ट हाफ सक्यो सेकेन्ड हाफ सुरु यता हो वाह
Bad beach. Wait, would you there? Nice. के गर्छ राफी छोडा टुक्क लेभन्डोस्की रोबोट लेभन्डोस्की के नाम पनि कस्तो हो मान्छे हेर्दा त सुकुटी जस्तो हो नाम चाहिँ रोबोट लेभन्डोस्की उइ कहाँ छ तलै रोबोट यहीँबाट ट्राई है त यहीँबाट ट्राई कस्तो सुताको उयोहरूलाई नेट पनि हल्का ल्याक ल्याक चल्दैछ बाबु क्यासी लिएर सर्ट ला क्यासी कतालाई क्यासी क्यासीले एसिस्ट गरेर हुन्छ क्या युनोसले पाएछ त लो क्रिस्टल प्यालेस त जित्दैन होला जस्तो लागेको हेरौँ के हुन्छ तर ट्याकल हान्नु पऱ्यो क्या यसरी केटा लेबोट त ह्याट्रिक हुन्छ होला ह्याट्रिकै भयो ह्याट्रिक हाल्यो मान्छे रोबोट लेभन नामै उसको रोबोट अब रोबोट जस्तो सर्टमा हानेर के कस्तो हानेको डेन्जर हानेको टक्करमै पारेछ त डेन्जर हानेछ नेपाल चाहिँ अर्कोले के के गर्ला योपालि त जित्ने हाम्रै हो योभन्दा अगाडिको लिगमा नि जितेको थियो आइज माथि आइज टाइम वेस्ट हान्नुपर्छ एकछिन आज टाइम वेस्ट म रेफ्री भन्दा नयाँ हेर्ला यस्तो प्लेयरलाई डस्की त्यसरी भाग्ने होइन के यस्तो गर ट्याकल दिने हो के सिस्कुले पो पाएको त म त अर्कै भन्दा नयाँ इन्जुरै बनाइदिएछ नि सिस्कुले त तर हिजोको मेनुको गेममा सेसको नखेला राम्रै भयो यार दुई हान्दियो यार दुई यार म्यान सिटीलाई दुई हान्दियो यार के भन्नु सबभन्दा राम्रो गेम चाहिँ मलाई हेरी मगवारा र हेरी र बुम्बुको थियो है डेन्जर बुर्नेले कस्तो चान्स पायो बुनो फर्नान्डले तर के गर्नु उसको गोल त अफसाइड थियो तर रियलले पनि हान्दैछ दुई एम्बाप्पेको एक गोल आएछ खुसी लाग्यो पेनाल्टी डेन्जर हानेछ यार एम्बाप्पेले फेरि हान्न नि सक्छ एक गोल होइन तर हिजोको गेममा सेसको नखेलाएर राम्रै भयो नत्र म्यानुले त्यति पनि हान्छ ओ फुल टाइम सक्यो लेभेन्डोस्की कफी चल्दैन हेर्न हो केटा हो केटा हो भिडियोलाई सब्सक्राइब गर्दै हो केटा हो त्यति गर्नलाई म्यान अफ द म्याच डायमन्ड हेरौँ न कति पायो केटा हो डेन्जर रहेछ है ल 55 डायमन्ड मेरो आइडी म देखाउँछु होइन राम्रो प्लेयरै रहन्छ मेरो टिम चाहिँ यस्तो छन् है तर रियल भन्दा चाहिँ माउन्ट हो होइन माउन्टलाई त सबैले चिने होला अनि म मेसी भनेर नहाने यसलाई टाढाबाट हेर्दा त के छ र आफ्नो होमस्टमा जानु भन्यो भने आफू भरि 190मा पुगेको छु है लेजेन्डरीमा पुग्न पाए त हेरौँ गाइज मसँग उयो पनि छ होइन
मेरो प्रोफाइल हेर्न थाल्दा चाहिँ मेरो स्टेडियम पनि छ। म मेरो स्टेडियम पनि देखाउँछु। यहाँबाट हेर्नु पर्दा चाहिँ मेरो टिम फ्ल्याट चाहिँ यस्तो छ है, ब्ल्याक मड्रिड मेरो क्लबको नेम। अनि यो चाहिँ लिलीम्यान होइन, मेरो त्यो नाम भइहाल्यो। अब खासै गर्दा चाहिँ अब यो चाहिँ ब्ल्याक मड्रिड मैले राखेको है, कस्तो छ कमेन्टमा भनिदिनु। यदि हजुरहरूलाई मसँग फ्रेन्ड हुन मन छ भने चाहिँ टक्क उयो QVGKPRमा हजुरहरूले यो यहाँ हजुरहरू के गर्नुहोस् भने यदि हजुर डिएलएस नयाँ हुनुहुन्छ भने टक्क यहाँ जाने अनि यहाँ गएर चाहिँ हजुरहरूले खेल्ने। हजुरहरूको लिङ्क खोलेर हिँड्छ भने, नत्र भने चाहिँ हजुर के गर्नुहोस् भने टक्क यहाँ जानुहोस् अनि यहाँ गएर अनि आफ्नो आइडी हेर्नु मन छ भने चाहिँ आइडीको पासवर्ड जस्तो युआइडी भने जस्तै हेर्न मन छ भने चाहिँ टक्क यहाँ फ्रेन्डमा गएर इन्टर कोड माग्छ। इन्टर कोडमा चाहिँ उयो ठ्याक्क फ्रेन्डको ठ्याक्क अगाडि छ नि यो एक्सप्रेस इन 4 मिनेट भनेर देखाएको छ नि, त्यहाँ चाहिँ QVGKPR टक्क यहाँ गएर यहाँ सर्च गर्ने। सर्च गरेपछि टक्क यहाँ अनि ओके हानिदिने। ओके हानेपछि अनि यसरी तल आउँछ, फ्रेन्ड लिस्टको यसरी तल आउँछ है। यो चाहिँ एलेक्स भन्ने मेरो दाइ हो होइन। अनि फ्रेन्ड म्याच खेल्न छ भने चाहिँ हजुरहरू के गर्नुहोस् भने यहाँ गएर टक्क यहाँ जाने अनि फ्रेन्डमा थिच्ने अनि यहाँ जाने अनि त्यसपछि फ्रेन्ड म्याच हुन्छ। यति नै हो। अब टप अफ डायमन्ड हेर्न सक्नुहुन्छ यहाँ, डायमन्ड छ मसँग, यति छ डायमन्ड। अनि यसको कुरा गरौँमा चाहिँ यो क्लाइम हो हजुरहरूको। अब उसमा हजुरहरूले जति गेम खेल्नुहुन्छ त्यसको अनुसार आउँछ। यो डायमन्ड आउँछ, यो सकेपछि फेरि रिजर्भ हुन्छ नि, फेरि डायमन्ड कन्टिन्यू हुँदै आउँछ होइन। यहाँ गएर चाहिँ अब गेमहरू खेल्ने, अब जस्तै उताबाट पठाउँछ नि आफूले खेल्ने हो। मेरो आइडी कस्तो छ है, यस्तै छ। यो प्लेयर पनि राम्रै छ, यिनीहरू रियर छ, रियर मसँग ठिकै छ, खासै छैन। मेरो ड्रेसको कुरा गर्नुभन्दा चाहिँ यही हो मेरो जर्सी सेट। अब जर्सी यो थर्डको भइहाल्यो, स्लेट कि थर्डको भइहाल्यो। यसमा चाहिँ यो जर्सी नम्बर चाहिँ म ब्ल्याक गराउँछु। यसरी चेन्ज गरी पुरै ब्ल्याकमा कि हल्का यति होइन, पुरै ब्ल्याकमा हुन्छ। यो चाहिँ माउन्ट हो, माउन्ट। अनि आफ्नो नाम हेर्न मन छ भने चाहिँ आफ्नै क्लबको ठ्याक्क माथि लिलीम्यान भिडियो हेरिदिनु भयो, सिलायो। ल यही हो मेरो आइडी होइन। ल थ्याङ्क यू फर वाचिङ भिडियो।